हेलो गुड एभ्रिवान मेरो ब्लगमा सबैजनालाई स्वागत छ। अहिले म फेरि यहाँ घर छु। यहाँ घरमा त्यत्तिकै काम गरेर बसेको हो। यहाँ पहिला यो पुरै बारी थियो के, अनि त्यो बारीलाई घरहरू बनाएर एउटा घर पनि बनाएको हामीले। यस्तरी एउटा घर, यहाँ तीनवटा कुसा निकालेको हामीले। यस्तै यस्तै यस्तो फुल पनि छ, यस्तो रहेछ हाम्रो फुल। यहाँ पनि छैन सक्नु होला, सबै डाँडा काँडा पनि हरियो देख्यो है, हरियो देख्यो पुरै। यहाँ हामीले यहाँ प्याजहरू अनि रितु लहरे सिमीहरू रोप्यौँ। म देखाउँछु हाम्रो यहाँ भालेफुल फुल्छ। यो भालेफुल यस्तरी मुर्गार यहाँ यो लहरे सिमी, यो लहरे सिमी प्याजहरू सिमीमा यहाँ पनि छ। सिमी हामीले लगाएको यो पुरै उहाँ माथि पनि छ। पहिला सानो बाटो के रे, अनि अहिले फेरि पानी लाएको लागि गरेर हामीले ठुल्ठुलो बनाइयो हामीले प्याजहरू। यस्तो बनाएको प्याजहरू यो हेरी लहरे सिमी हो, लहरे सिमी ठुल्ठुलो पनि छ। यहाँ पुरै यहाँ ऊ थोके सबै बारी थोके रे, ठुलो बारी राल बारी के। अनि हेरी त्यही बारीमा घरहरू खनेर हाम्रो घर पनि बनाएको हो। 2082 हामीले 81 बनाएको। 81 क्या हामीले 81 बनाएको घर। 82 बनाइदिनु, 81 बनाएको घर सबैले यस्तरी एउटा घर बनाएको हामीले। पछि हामीले यो माथिको छतमा पनि पछि निकालिन्छ घर बनाउने माथि। एउटा कोठा निकाल्नु कि फेरि छतमाथि एउटा छत बनाउने हामीले। यहाँ भान्सा पनि देख्यो, यहाँ भान्सा है सब डाँडा काँडा देख्यो है, हरियो हो पन्ध्रहरू पारि पनि छ कि घर पनि छ। उहाँ हो क्या हामी हावा खान जाने ठाइ डाँडा उहाँ पारि। सधैँ त्यहाँ यहाँ पैसा पाल्यौँ, बाख्रा छ यस्तो खानपानीको धारा पनि छ। यहाँ खानपानीको धारा है। छतमा पुरै इँटाहरू पनि छ। पछि एउटा तला निकाल्ने क्या हामीले छतमाथि।
त्यहाँ सामुना पनि चाहिँ यताहरू राखेको छ बालुवाहरू छ कि बालुवा पछि और निकाल्छौँ हामीले छत अनि सबजनाले यो भिडियो पनि हेर्नु होला अनि सेयर पनि हान्नु होला लाइक पनि हान्नु होला अनि सब्सक्राइब पनि हान्नु होला म त्यही भन्न चाहन्छु यो हाम्रो घर यसरी यस्तरी यहाँ बाटो दाउरा पनि राखेको यहाँ पछि हामीले यहाँ वाल लगाउने हो पछि अहिले यति काम गरे पछि वाल पनि लगाइन्छ हामीले पछि हाम्रो बाटो बाटो पिच गर्दाखेरि वाल लगाउने हो अहिले मैले भिडियो अप गरेँ सबैजना लाइक सेयर पनि हान्नु होला